हेलो साथीहरू, आज चाहिँ मैले तपाईहरुसँग मेरो नाइट स्किन केयरको रुटिन सेयर गर्न गइरहेको छु। मैले चाहिँ फर्स्टमा ब्रस गरेँ, जसमा प्रोबायोटिक टुथपेस्ट राखेको थिएँ, जसले हाम्रो दाँतमा भएको सबै समस्यालाई हल गर्ने काम गर्छ। र त्यसमा गुड ब्याक्टेरियाहरू हुन्छ, त्यही भएर हाम्रो दाँतलाई एकदमै राम्रो काम गर्छ। त्यसपछि मैले आफ्नो कपाललाई मिलाएँ। दिनभरि बाहिर हिँडेर मेरो कपाल कस्तो गाह्रो परेर कस्तो भएको थियो के, यति छोटो राख्दा पनि मेरो कपालले मलाई सुख दिइरहेको छैन। एनिवे मैले त्यसपछि फेस वासले मुख धोएँ र रुमालले सुकाउने गरी पुछेँ। त्यसपछि भिटामिन सी लगाएँ। त्यसले चाहिँ मेरो फेसलाई एकदमै राम्रो गरेको चाहिँ। पहिला मेरो फेस कस्तो थियो कि एकदमै धेरै सुक्खा अनि ड्राई अनि फुस्रो भइराख्ने थियो। भिटामिन सी लगाएदेखि एकदम राम्रो भएको छ होइन। अनि त्यसपछि चाहिँ फेसमा मेरो पुरानो पिम्पलको दागहरू अनि उहरू छ के, एकदम धेरै डेड स्किनहरू, अनि त्यहीमा उ भएर त्यहीभित्र फेरि ब्ल्याक स्पुटहरू बनेर कस्तो भएको। अनि त्यो सब हटाउन चाहिँ मैले यो फेस क्रिम युज गर्छु होइन। अनि यो सबै प्रोडक्टहरू युज गर्न थालेको चाहिँ मैले हप्ता 10 दिन जति भयो कि, 1 हप्ता 10 दिन जति। अनि यिनीहरूको चाहिँ बेस्ट रिजल्ट आएको छ कि मेरो स्किनमा चाहिँ कस्तो राम्रो लाग्छ। अनि यो प्रोडक्टलाई म 100मा 100 दिन्छु।